हेलो एभ्रिवान, आज हामी क्लास 10 को कम्पाउन्ड इन्ट्रेस्ट भन्ने च्याप्टर स्टार्ट गर्न गइरहेको छौँ। कम्पाउन्ड इन्ट्रेस्ट भन्नाले के बुझिन्छ भने इन्ट्रेस्टको पनि इन्ट्रेस्टलाई नै हामी कम्पाउन्ड इन्ट्रेस्ट भन्छौँ। हामीले यसलाई चाहिँ नेपालीमा चक्रीय ब्याज भनेर बुझ्दछौँ। भने यसको तीनटा फर्मुला छ जुन मैले यहाँ लेखिदिएको छु। यु क्यान टेक स्क्रिनसट। ओके, सेमी एनुअल्ली, एनुअल्ली एन्ड क्वार्टरली तीन टाइपको यहाँ फर्मुला छ र यसको डेफिनेसन पनि मैले यहाँ माथि राखिदिएको छु जुन इक्जाममा प्राय सोधिराख्ने हो, फर्मुला र डेफिनेसन। र मैले यसको केही सोल्युसनहरू पनि गरिदिएको छु। लेट्स सी मैले सोल्युसन गरिदिएको छु। यो त सिम्पल टाइपको सोल्युसन हो। हजुरहरूले क्वेसन पढेर यु क्यान डु इट। मैले यहाँ सोल्युसन प्रोपरली गरिदिएको छु भने इक्जाममा सोध्ने टाइपको सोल्युसन त्यहाँ भर्बल टाइपको हुन्छ। लेट्स मुभ। ओके, यहाँनिर भर्बल टाइपको क्वेसनमा के भनेको छ भन्दाखेरि क्वेसन अलिक लामो भएर मैले पढिनँ। कम्पाउन्ड इन्ट्रेस्ट र कम्पाउन्ड एमाउन्ट झिक्नु भनेको छ, तर सेमी एनुअल्ली झिक्नु भनेको छ। त्यसरी मैले यहाँ त्यही भएर फर्मुला मैले एप्लाई गरेँ। यु क्यान सी। ओके, अरू भिडियोहरू अर्को पार्ट्समा आउँछ। थ्याङ्क यू।